यो हो हाम्रो अछाम, बर्खासँगै झन् सुन्दर बनेको, जहाँ प्रकृतिले हरेक दिन नयाँ कथा लेख्छ। न कुनै चिन्ता नै छ, न कुनै स्वार्थ। आमाको काख र दुधमै उसको सानो संसार अडिएको छ। यो धाराको कलकल आवाजले मनलाई शान्त बनाउँछ। यही त गाउँको असली सुन्दरता हो। ढोका दिनेले दिएपछि खान्छ। गीत गाओ। यता सानो भाइ पनि सानै उमेरदेखि दुःख गर्न सिक्दैछ। गाउँको जीवनले मेहनतको पाठ पढाउँदैछ। सहरमा सुविधा होला, तर गाउँमा सुकुन छ। यही सुकुनसँगै आजको भिडियो यतिकै। फेरि भेटौँला अर्को भिडियोमा।